नमस्ते साथीहरू, हेर्नुहोस् म आजको यात्रा हाम्रो यात्रा हो धादिङको नरसिंहधाम भन्ने ठाउँमा जाने हो। ल आज हामी नरसिंहधाम जाने क्रममा नरसिंहधामको पार्किङबाट हामी नरसिंहधामपट्टि लाग्दैछौँ। ल हेर्नुहोस्, एउटा सानो भिडियो छ मेरो, त्यो तपाईँहरूलाई झर्को नमानिकन हेर्नुहोस् है। मैले सानो भिडियो बनाउने प्रयास गरेको हुँ। यो भिडियोमा केही कमी कमजोरी छ भने तपाईँहरूले मलाई कमेन्ट मार्फत सुझाव दिन सक्नुहुन्छ। र म अहिले नरसिंहधामको दर्शन गर्न जाँदैछु। हेर्नुहोस्, नरसिंहधामको गेट हो यो। हामीले जति पनि यो युट्युब फेसबुकहरूमा यो नकारात्मक समाचार सुनेका छौँ, त्यो सब नकारात्मक हुन्। अनि यहाँको सकारात्मक भनेको चाहिँ जति पनि यहाँहरू उनले भन्नुभएको छ, सबै कुराहरू पुर्याउनु भएको छ। सायद त्यो शनिबार एक दिन अलि मान्छेको भिड भएर केही अस्तव्यस्त भएको हुनसक्छ। तर शनिबार सार्वजनिक बिदा बाहेक अरू बार आउँदा तपाईँहरू मन्दिरमा जानलाई कुनै पनि समस्याहरू छैनन्। तपाईँहरू त्यो मिलाएर आउनुपर्ने हुन्छ। अनि निःशुल्क स्वास्थ्य शिविरहरू पनि प्रस्तुतै छन्। अनि हामी यो दुई दोभान भएको ठाउँपट्टि जानेछौँ। यहाँ चाहिँ कथा वाचन हुने ठाउँ रहेछ यहाँ चाहिँ। अनि यहाँ चाहिँ तपाईँको चौरमा चाहिँ पुरै महोत्सव जस्तो खानेकुरादेखि लिएर सबै भएको पसलहरू, विभिन्न थरीको पसलहरू पनि पायौँ। अनि हेर्दै जाँदा हामी हेर्दै जाँदै थियौँ। अनि मैले सानो सानो के बनाएको होला भनेर हेरेँ, त्यहाँ चाहिँ गोत्रहरू लेखेर झुन्ड्याएको रहेछ। अनि गोत्र अनुसारले चाहिँ यहाँ पूजाआजा गरिन्छ अरे भनेर सुनियो। अरू चाहिँ के भन्नुभएको थियो त्यो मैले अलि ठम्याउन सकिनँ। अनि म आफ्नै तालमा भिडियो बनाउँदै बाहिर हिँडिरहेकी थिएँ। आउँदै गर्दा हिँड्दै गर्दा फेरि यता अर्को के देखियो, यसो हेरेको त यो त खेल्ने ठाउँ जस्तो छ भन्दै आएँ। यो खेल्ने ठाउँै रहेछ। अनि यो खेल्ने ठाउँलाई पनि व्यवस्था गर्दै हामी अगाडि बढ्दै गर्दा हामी नुहाउने ठाउँ, स्नान गर्ने ठाउँमा पुगियो। हेर्नुहोस् त, स्नान गर्ने ठाउँमा भिड, सबैजना यो दुई दोभानको बिचमा बसेर स्नान गर्दा रहेछन्। त्यही मौकामा मैले पनि यसो मुखसुख धोएँ। अनि मुखसुख धोएँ, घामले पुरै चर्कियो। हेर्नुहोस्, गर्मी भएर बस्न नसक्ने रहेछ। अनि हामी त्यही मौकामा चाहिँ यसो भिडियो बनाउँछु भनेर लागि परेँ पनि। हेर्नुहोस् त, भिडियो त बनाइयो, तर कस्तो हुने हो के हो त्यो चाहिँ मलाई थाहा भएन। जस्तो भए पनि राम्रो छ भनेर हेरिदिनु होला। मेरो साथीहरूले हेरिदिनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। हेर्नु न, यो बुढी गण्डकीको पानी छुन गएको चिसो न चिसो छ। अब त्यो नुहाइ धुवाइ गरिसकेपछि चाहिँ हामी मन्दिरतर्फ लाग्यौँ। अनि यो मन्दिरको पछाडिको भाग हो, पछाडिबाट छिरेका थियौँ। अनि त्यसपछि हामी अगाडि जाने गजदफ भन्ने निर्णय भयो हाम्रो साथीहरूको। अनि त्यसपछि अगाडि गयौँ, हामी डोगिएपछि यता आएर मैले मजाले भिडियो बनाएँ। भिडियोमा देखाएको चाहिँ मेन मन्दिर हो नरसिंहधामको। अनि नरसिंहधामको मन्दिर घुमियो, यताउता गरियो, बसियो, शीतलमा पङ्खाहरू पनि राखेको छ, हावा खायो, शीतल भयो। अनि प्राङ्गणमा भएको विभिन्न थरीका मन्दिरहरूलाई हामीले दर्शन पनि गरियो। अनि यहाँ सबै प्राङ्गणमा भएको सबै थरी तपाईँहरूलाई मैले घुमाइ देखाउन कोसिस चाहिँ गरेको। हेर्नुहोस्, मैले देखिएको र मैले भिडियो धेरै बनाउन खोजेको, तर मैले खोज्दै कति ठाउँमा चाहिँ बिर्सिएँ होला। देखाउनु पर्ने चिजहरू मैले देखाइनँ होला। यसमा अन्यथा नलिनु होला। मैले
सानोतिनो गर्न खोजेको हो। ल हेर्नुहोस् अनि फर्किने थियौँ, फर्किने क्रममा चाहिँ यहाँ खाना खान पाइन्छ भन्नुभयो। अनि कहाँ पाइने रहेछ भने हेर्न गएको, यहाँ रहेछ अनि हामीले खाना लिएर अनि यहाँ बसेर खाने ठाउँ रहेछ। अनि गएर हामी बसेर खायौँ। ल एकजना दाइले बटाबट खान लाग्नु भएको रहेछ। ल मैले पनि त्यहीँ अगाडि बसेर खाने प्रयास गरेँ। ल हेर्नुहोस् खाना नि मजाले व्यवस्था राम्रो छ। ढुक्क साथ जाँदा हुन्छ, आउँदा हुन्छ है तपाईँहरू। अनि एम्बुलेन्स स्ट्यान्ड बाई पनि छ। अनि टोयलेटहरू पनि सबै व्यवस्थापित छ। अनि स्वास्थ्य शिविरहरू पूर्ण रूपमा छ, सुरक्षा गार्डहरूदेखि लिएर सबै छन्। ल हामी चाहिँ अब फर्किने क्रममा लौ नरसिंह मन्दिरबाट फर्क्यौँ।